हेलो नमस्ते सबैलाई। अहिले हामी चाहिँ नागार्जुन हाइकिङको लागि जाँदैछौँ। यो चाहिँ इन्ट्रान्स गेट हो अनि यहाँ चेकिङ पनि हुने रहेछ। हाम्रो यो चेकिङ चाहिँ मासु लिएर जान नपाउने भनेर चेकिङ हुने रहेछ। माथि मासु लिएर जाँदा गन्धले चाहिँ हामीलाई बाघले आक्रमण गर्न सक्छ भन्ने सोचेर चाहिँ मासु लिएर जान नदिने रहेछ। अनि गेटमा चाहिँ 100 रुपैयाँको टिकट काटेर जानुपर्ने हुन्छ। यहाँ माथि डाँडोमा गइसकेपछि चाहिँ गुम्बा छ अरे भनेर हामी पनि जान लागेछौँ। अनि यहाँबाट काठमाडौँको रमणीय दृश्य पनि देख्न पाइन्छ अरे भन्ने लागेर चाहिँ हामी जान लागेको छौँ। धेरै उकालो जानुपर्ने रहेछ, जुका पनि लाग्ने रहेछ यो ठाउँमा। अनि एकदमै धेरै यो कुहिरो लाग्ने रहेछ, बाटो देख्न नसक्ने गरी कुहिरो लाग्ने रहेछ। अहिले हामी फोटो खिच्दैछौँ बाटोबाट नै अनि राम्रो दृश्यहरू फोटो खिच्दैछौँ। दुश्मनको लागि नसिंह, राम्रोको लागि पल्लो घरको दाइ। बाटो हिँडेपछि तिमीसित भेट बाटो नभएको ठाउँमा हेर्नुहोस्, हामी अहिले जङ्गलको बिचमा छौँ र यता जिन्दगी जिउनको लागि के पनि छैन। अमेरिकाबाट 15 वर्ष अमेरिकामा पनि हामीहरू यसरी रमाइलो गर्दै फाइनल्ली हामी 1.5 घन्टामा माथि आइपुग्यो। तपाईँले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ गुम्बा रहेछ। यहाँबाट चाहिँ काठमाडौँको रमणीय दृश्य देख्न सकिने रहेछ। एकदम ठाउँ रमाइलो रहेछ। हजुरहरू पनि यहाँबाट आउन सक्नुहुनेछ। यदि आउने इच्छा छ भने, जानको लागि टाइम मिल्छ भने। तर हिँड्न चाहिँ धेरै हिँड्नुपर्ने रहेछ, गाह्रो रहेछ, उकालो बाटो हिँड्नुपर्ने रहेछ, जुका पनि लाग्ने रहेछ। हामी हाँस्दै रमाइलो गर्दै माथि आइपुग्यौँ। अब यहाँबाट काठमाडौँका रमणीय दृश्यहरू हेरेर हामी फर्किनको लागि तर्खर गरेका छौँ। तलतिर झर्दैछौँ हामी फर्किनको लागि। हामी 4 बजेभन्दा अगाडि नै कहाँ पुगिसक्यौँ। अलिक छिटो नै यसो दृश्यहरू हेर्दै छिटो तलतिर झऱ्यौँ। पुगेपछि त्यस ठाउँ रमाइलो रहेछ। हजुरहरू एकपल्ट आउन सक्नुहुनेछ। यहाँको दृश्य एकदम रमणीय छ। फेरि अर्को